हामी यो पञ्चे बाजा चाहिँ लगभग हाम्रो यो प्राचीन पुरानो बाजा लोप हुन लागेको बाजालाई चाहिँ हामीले यसलाई जगेर्ना गर्ने हिसाबले चाहिँ हामी नौमती पञ्चे बाजाको समावेशी पञ्चे बाजा हामी यहाँ कि सबैले जसले पनि बजाउन सक्ने र पुस्ता हस्तान्तरण पनि हुने पञ्चे बाजाको संरक्षण पनि हुने र यो सँगसँगै हामीले यो नगरपालिकाले यो आर्थिक सहयोग र हाम्रो त्यहाँको स्थानीयहरूको चाहिँ यो उत्साहजनक सहभागीमा हामीले यो पञ्चे बाजा एकदम जगेर्ना गर्ने हिसाबले चाहिँ हामी सबैजना लागि परेका छौँ। हामी यसमा यो त्यो भन्ने छैन। हामी कहाँ अन्य जनजातिहरू पनि सब जातिहरू सबै एकै ठाउँमा रहेर एउटै समूहमा रहेर हामीले चाहिँ यो पञ्चे बाजालाई चाहिँ जगेर्ना गर्ने हिसाबले चाहिँ हामी यहाँ बजाइरहेका छौँ र यसै हिसाबले पनि हामी यो कल्चरलाई अगाडि कसरी लान सक्छ भनेर पञ्चे बाजा नौमती सांस्कृतिक समूहसहित गरेर हामीले एउटा चाहिँ यसलाई चाहिँ अगाडि बढाउने योजनामा गइरहेको छ। यसको विभिन्न रागहरू हुन्छ। पञ्चे बाजाको जुन पुरानो रागहरू पुरानो उहाँहरूले बजाउने जस्तो त हामी त्यसलाई अझै सुधारेर लानको लागि चाहिँ हामी कसरी लान्छौँ भनेर त्यो सुन्ने हामी प्रयासमा छौँ। अब यो हिसाबले चाहिँ हामीलाई सम्पर्क गर्न चाहिँ हामी बर्दिवास नगरपालिकाको वार्ड नम्बर 3 पाटुमा त्यसको समावेशी पञ्चे बाजा समूहको नम्बर छ 98 5 12 82 182मा पनि सम्पर्क गर्न सकिन्छ र कसैले हामीलाई पत्रचार गरेर त्यो ठेगानामा होइन बर्दिवास नगरपालिकाको वार्ड नम्बर 3मा सम्पर्क गरेर पनि हामीलाई लान सकिन्छ। र यो सँगै हामी यहाँ मात्र होइन, सबभन्दा पहिला हामीलाई जहाँ आवश्यकता पर्छ हामी कला संस्कृतिको जगेर्ना गर्ने हिसाबले पञ्चे बाजाको उसमा हामी त्यो ठाउँमा हामी जान सक्छौँ।